हेलो नमस्ते सबैजनालाई। म धेरै पछाडि युट्युबमा एउटा भिडियो लिएर आउँदैछु। अर्केको श्रम संस्कृतिको म हुँ श्रमदाता टिम माक्पा। माक्पा भनेको ठाउँको नाम पो रहेछ हो। मैले त भन्ठानेको के भाषा रहेछ, के भाषामा के पो भनेको रहेछ भन्ठानेको। खास भन्नु पर्दाखेरि म अलिकता कामको व्यस्तताले गर्दाखेरि युट्युबको लागि भिडियो बनाउन सकिनँ, हाल्न सकिनँ। अब फेरि कन्टिन्यू हुन्छ होला सायद। सबैजनाले हेरिदिनु होला भिडियो। यो चाहिँ हर्क साम्पाङको भाइरल टी सर्ट हो। अब श्रमदान गर्ने जतिले सबैजनाले यही टी सर्ट लाउँछन्। त्यही भएर अब हाम्रोमा प्रिन्ट गर्न अर्डर आइरहन्छ। यो चाहिँ अब भ्याली भएर जान्छ ल है। यो हर्के दाइको हर्क साम्पाङको टी सर्ट, हर्के टी सर्ट है यो। अब नामै राखियो। अब यो चाहिँ हर्के टी सर्ट यो अब यहाँ यसरी छ थाक। अब यो खै देखाउ त दाजु, देखाउ न। श्रम ल हर्के दाजुको यो टी सर्ट पछाडिको पनि देखाउनु। अब यो भोलि कहाँ जाने रे? खोटाङ। भोलि बिहानै खोटाङमा जाने भएर अब हामी राति भए पनि सकेर अब सम्बन्धित मान्छेकोमा पुर्याउने। त्यसपछि अब भोलि बिहान टक्क के अरे बस चढेर गएर पर्सि चाहिँ श्रमदान गर्नेहरूले लाउँछन् खोटाङमा। अनि यो ऊ पो छ हौ, यो के अरे भन्नु पो आएन। म हुँ श्रमदाता। अनि यो के अरे टिम माक्पा भनेको त ठाउँ भन्छ माइला दाजुले। म त भाषा पो रहेछ कि भनेको त, जाति भाषा माक्पा। ल अब यो हर्के टी सर्ट चाहिँ एकदमै चर्चित प्रचलित भाइरल टी सर्ट है यो। हर्के टी सर्ट भाइरल टी सर्ट हो यो। श्रमदान गर्नेहरू एकदमै यही मात्र हुन्छ। अनि अब हामी पनि धेरै पटक नै बनाइसक्यौँ। घरिघरि यही भाइरल टी सर्टको भिडियो मात्र बनाउँछौँ हामी पनि। ल अब फेरि अर्को हर्के टी सर्टमा भेटौँला। धन्यवाद, बाई।